के बनाएको बुढा? सुकुटी। आज भैँसीको सुकुटी। कहाँबाट आएको थाहा छ? कहाँबाट? दिल्लीबाट आएको। दिल्लीबाट आएको। कोरियर आइपुगेको, हिजो मात्र आइपुगेको। आज बनाएर खाइदिइहाल्ने पर्छ है। यहाँ देखाऊ। यो चाहिँ त्यसको मेरो स्टाइल हो। यो चाहिँ सुकुटी अरूले कसरी बनाउँछ, म चाहिँ यसरी बनाउने हो। चिल्ली, अनियन, टमेटो, जिन्जर गार्लिक पेस्ट। भैँसीको सुकुटी कट गरेका। सुकुटी चाहिँ तातो पानीमा मैले भिजाएको छु 1 घण्टा जस्तो। कति? 1 घण्टा भिजाएको। हार्ड छ नि त यो हो। आज चाहिँ भैँसीको सुकुटी स्पेसली दिल्लीबाट आएको यो। दिल्लीबाट आएको भैँसीको सुकुटी बनाउन आँटेको मेरो स्टाइलमा। ल हेर्नु होला। पहिला टमेटो भयो, डाइस काट्ने, हाल्दै चिलीलाई चाहिँ लामो पाराले के लगाएको सुकुटीमा? अब यो सुकुटी यतिको भयो होइन। यतिको भइसकेपछि चाहिँ प्याज, खोर्सानी, प्याज यसलाई चाहिँ भुट्यो हो। जिन्जर गार्लिक कुच्चाको पेस्ट एकदम रफली कुचाउनु पर्छ यसलाई चाहिँ। त्यस्तो मिन गरे हुँदैन। टमेटो, एकदम मेरो स्टाइलको सुकुटी है यो। फाइनली मेरो सुकुटी चाहिँ पाकेर यस्तो भयो है। अब चाहिँ पाकिसक्यो। अब चाहिँ खानुपर्छ। सुकुटी पाकेर पनि रेडी बुढा भयो, एकदम रेडी। चाखी हेरौँ ल। खाने टेस्ट दामी, एकदम दामी। सुकुटी रेडी, दाल रेडी। क्यामेराम्यान बहिनी तिमी पनि खाइहाल लु। क्यामेराम्यान चाहिँ को हो भन्दा चाहिँ मेरो आफ्नै बुढी हो फेरि। अन्त दामी, कस्तो दामी। मेरो चाहिँ भोलिको लागि सजिनाको सब्जी।